हरे कृष्ण नमस्ते सम्पूर्णमा। मेरो नाम राजेश साई ठकुरी। सबैलाई नयाँ वर्ष 2082 को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्ष सुरु हुँदा हामीले भित्रैबाट नयाँ बन्ने एउटा संकल्प लिनुपर्छ। हाम्रो जीवनमा नयाँपन त तब आउँछ जब हाम्रो सोच र व्यवहार पनि सकारात्मक बन्छ। मानिसले जीवन बदल्नको लागि ठाउँ बदल्छ, डेरा, संस्था, साथीभाइ, फेसबुक, मोबाइल नम्बर बदल्छन् खुसी हुनको लागि, जीवन बदल्नको लागि, तर आफ्नो सोच बदल्दैनन्। जो मान्छेले सोच बदल्छ अनि मात्रै जीवन रूपान्तरण गर्न सक्छ। हामी सधैँ बाहिरी दुनियाँमा केही खोजिरहेका हुन्छौँ, सफलता, पैसा, सम्बन्ध, गाडी, तर साँचो शान्ति र आनन्द भने आफूभित्र लुकेको हुन्छ। त्यसैले आत्मचिन्तन गर्नु आवश्यक छ। थोरै समय भए पनि दैनिक दिन ध्यान गर्ने बानी बसाल्नुहोस्, ओमकार गर्नुहोस्, ओम च्यान्टिङ गर्नुहोस्। मनको चञ्चलता शान्त पार्न ध्यान र सत्कर्म नै सबैभन्दा राम्रो उपाय हो। सो म के भन्छु भने एजुकेसन इज नट पावर, के अप्लाई इज पावर। स्किलले 20% म्याटर गर्छ भने 80% तपाईँको थिङ्किङले म्याटर गर्छ के तपाईँको गोल एचिभ गर्नको लागि। सो 2500 वर्ष पुरानो भनाइ छ गौतम बुद्धको, यु बिकम वाट यु थिङ्क। तपाईँले आफ्नो बारेमा जस्तो सोच्नुहुन्छ नि तपाईँ त्यस्तै बन्नुहुनेछ। सो यो नयाँ वर्षको सुरुवातसँगै हामीले नयाँ केही सोच राख्नुपर्छ। पुराना रिस, ईर्ष्या, घृणा यी सबैलाई यहीँ थाती राखेर यहीँ बिट मार्दै यो 2082 सालमा हामीले प्रेम, करुणा, सहयोग, शान्ति जस्ता गुणलाई स्वागत गरौँ। हामी जे सोच्छौँ त्यही बोल्छौँ, हामी जे बोल्छौँ त्यही कर्ममा देखिन्छ। सो त्यसैले सकारात्मक सोच राखौँ, सकारात्मक जीवन जिउँ। अन्तमा फेरि एकचोटि भन्न चाहन्छु, नयाँ वर्ष 2082 केवल पात्रको पाना फेरिने दिन होइन, यो आत्मचिन्तन र आत्मपरिवर्तनको दिन हो। यस वर्ष हामी सबैले आत्मज्ञान, प्रेम, शान्ति र सत्कर्मलाई आफ्नो जीवनको नयाँ बाटो बनाऊँ, भित्रको प्रकाशलाई बाहिर ल्याऊँ। सो यति भन्दै आजको तपाईँको दिन शुभ रहोस्, महिना शुभ रहोस्, वर्ष शुभ रहोस्, सिङ्गो जिन्दगी नै शुभ रहोस्। धन्यवाद। ओम शान्ति शान्ति शान्ति।